आज भने चाहिँ आलु र च्याउ पकाउन लागेको छु मैले। च्याउ कसलाई मनपर्छ? मन पराउने को हुनुहुन्छ ल कमेन्ट गर्नुहोस् है त। यो च्याउ चाहिँ ब्याङ्ककको च्याउ हो। यहाँ चाहिँ ब्याङ्ककबाट आउँछ। यहाँ भन्नाले चाहिँ भुटानमा चाहिँ ब्याङ्ककबाट आउँछ। भुटानबाट चाहिँ आएको हो यो च्याउ। पहिला म मलेसिया बस्दा त मलेसियामा नि पाउँछ यो, काँचो नि पाउँछ। काँचो अझै धेरै चाहिँ यसको चाहिँ गन्ध हुन्छ। अनि सुकेको ड्राईमा चाहिँ त्यति हुँदैन, पारेर चट्ट चाहिँ काट्नुपर्ने हुन्छ। यो भिजेपछि यस्तो हुन्छ यो। असाध्यै मिठो हुन्छ, मिठो लाग्छ मलाई चाहिँ। हेर्नुहोस् कति मजाको छ। ट्याक्कै मासु जस्तै हुन्छ, मिठो हुन्छ। बनाउनु चाहिँ पऱ्यो मजाले, बनाएपछि दामी हुन्छ। मन पराउने जतिले चाहिँ लाइक कमेन्ट गर्नुहोस् है।